ल गाइज आज चाहिँ हाम्रो सङ प्र्याक्टिस हुँदैछ क्रिसमसको लागि तपाईहरुलाई पनि स्वागत छ हाम्रो क्रिसमस प्री क्रिसमस सेलिब्रेसन आउनु होला आउन नबिर्सिनु होला नेक्स्ट सन्डे चाहिँ हामीले प्री क्रिसमस सेलिब्रेसन गर्नु लागेको हो त्यही भएर चाहिँ हामी यहाँ सङहरू प्र्याक्टिस गर्दैछौँ अनि यदि तपाईँहरू पनि हामीसँग सहभागी हुन चाहनुहुन्छ भने चाहिँ नेक्स्ट सन्डे केबाब एन्ड करी रेस्टुरेन्ट इन्डियन रेस्टुरेन्टको माथिको हलमा चाहिँ तपाईँहरू आउन सक्नुहुन्छ आउनुहोस् तपाईँलाई धेरै धेरै स्वागत छ अनि मलाई पनि सम्पर्क गर्नुहोस् तपाईँहरू आउने इच्छा छ भने चाहिँ मलाई सम्पर्क राख्न सक्नुहुन्छ अनि त्यसपछि हामी सबैजना मिलेर परमेश्वरको महिमा गर्नेछौँ अनि सँगसँगै खानेछौँ रमाइलो गर्नेछौँ अनि उत्सव मनाउनेछौँ तपाईँहरू सबैजनालाई स्वागत छ साँझको धौलो तारादेखि हर्षले रमाए राजाहरूका राजा जन्मेको बगलामा गाए राजाहरूका राजा जन्मेको यहाँ हेर्न सक्नुहुन्छ मिना चाहिँ क्यामेराको अगाडि नाच्दै हुनुहुन्छ जोस् हामीलाई एकदमै रमाइलो भइरहेको छ अनि हामी नाच्दै पनि छौँ अनि प्र्याक्टिस पनि गर्दैछौँ एकदमै रमाइलो भइरहेको छ सङ प्र्याक्टिस पनि गर्दैछौँ नाच्दै पनि छौँ अनि परमेश्वरको महिमाको लागि हामी रमाइलो पनि गर्दैछौँ आज चाहिँ हामीले धेरैवटा सङ प्र्याक्टिस गऱ्यौँ अनि तपाईँले भिडियो हेर्न सक्नुहुन्छ यहाँ हामीले अर्को पनि गीतहरू गाइरहेको छ तपाईँलाई धेरै स्वागत छ मेरो ब्लगमा तपाईँले मेरो ब्लगमा चाहिँ यस्तै देख्न सक्नुहुन्छ गीतहरू गाएको तपाईको आनन्द मेरो सामर्थ्य यसो तपाईको उपस्थितिमा आनन्द छ आनन्द यसो तपाईको उपस्थितिमा आनन्द छ आनन्द यसैले गाउँछु रमाउँछु महिमा गर्छु प्रशंसा गर्छु तपाईको उपस्थितिमा आनन्द छ आनन्द यसो तपाईको उपस्थितिमा आनन्द छ आनन्द यसैले गाउँछु रमाउँछु महिमा गर्छु प्रशंसा गर्छु
अब चाहिँ हाम्रो सङ प्र्याक्टिसको समय चाहिँ सक्यो अब चाहिँ हामी जान लागेको जान लागेको भएर चाहिँ हामी अन्तिम प्रार्थना गर्न लागेको छौँ सबैजना मिलेर प्रभुलाई धन्यवाद चढाउन लागिरहेको छौँ अनि त्यसपछि यो चाहिँ हाम्रो अन्तिम प्रार्थना हो अनि हामीहरू चाहिँ सुभाष दाइ चाहिँ घर जानुहुन्छ अनि हामीहरू चाहिँ हल सोध्नको लागि पनि हामी जाँदैछौँ प्लस हामी चाहिँ अब हाम्रो काम छ मुलुसमा गएर हामी मुलुस जाँदैछौँ सो नाइस अनि त्यसपछि यिनीहरू सबैजना गाडी कुदिरहेको छ कतिखेर आउँछ है गाडीहरू अनि म चाहिँ यहाँ छु गएको तिमी चाहिँ अनि दाइले चाहिँ चस्मा झिकाएर लाउनु भएको छ अब रेम्बो हेर्नुलाई रेम्बो चाहिँ त्यहाँ छ रेम्बो रेम्बो यहाँ चाहिँ हामी राम्री हुनको लागि पार्लरमा आएको छौँ अनि आफ्टर पार्लर चाहिँ हामी गोर्खा किचनमा खाना गयौँ हामी चाहिँ अहिले गोर्खा किचनमा छौँ सो यहाँ चाहिँ हामीले मोमो चाउमिन खाँदैछौँ अनि यहाँ मिना हुनुहुन्छ दिदी हुनुहुन्छ एलिना हुनुहुन्छ सृष्टि हुनुहुन्छ अनि हाम्रो दिदी त्यहाँ बसिरहनु भएको छ से हाई दिदी आदिमा त देखाएको क्या अब चाहिँ सबैजना आफ्नो घरतिर लाग्यौँ म पनि घर आएँ अनि यो चाहिँ आजको हाम्रो फोटो हो सो हेर्न सक्नुहुन्छ थ्याङ्क यू फर वाचिङ